आउँछ यो यसरी तताएर हेर हजुर हो यसो तताएर एकपल्ट त्यहाँ नहाल है त्यहाँ जाऊ मोबाइल चार्ज गर्ने यसरी आउँछ यो तताएपछि मात्रै आउँछ तताएन भने आउँदैन यी कागजहरू भित्रबाट सबै तताएर उठाउने सबै तातो बनाएर उठाउने अनि त्यहाँबाट प्लास्टर गर्ने यसमा प्लास्टर गर्ने अनि पेन्टिङ गर्ने plasterboard यसरी मैले त्यो वालपेपर प्लास्टरबोर्डमाथि लगाएको वालपेपर निकालेँ अब यता पनि यति धेरै वालपेपरहरू छ यो सब निकाल्नुपर्छ यता पनि निकालिसकेँ यता पनि निकालिसकेँ यो टाइल निकालेको यो सिङ नयाँ फेरेको त्यो टोयलेट नयाँ फेरेँ अब त्यो तारहरूलाई बक्सिङ गरेर ढाक्ने अनि यहाँ चाहिँ नयाँ प्लास्टर गरेर यो सबैमा नयाँ प्लास्टर गरेर टाइल लगाउने ठाउँमा टाइल लगाउने बाँकी प्लास्टर गर्ने नयाँ प्लास्टर अनि पेन्टिङ गर्ने अनि त्यसपछि मात्र फ्लोरको टाइल लगाउने यति सानो कोठाबाट यति धेरै वालपेपर निस्किन्छ हेर्नुहोस् यति धेरै वालपेपर निस्किन्छ यो टाइल चाहिँ यो पनि जान्छ यो पहिलेको पुरानो टाइल हो यो पनि जान्छ यो टाइल पनि केही बाँकी छ यो पनि जान्छ अनि त्यसपछि यो सबै वालपेपर हटाएर अनि त्यसपछि यो करिडोरको पनि यो चाहिँ सबै वालपेपर हो यो सबै वालपेपर हो
यसमा चाहिँ मैले रेडिएटर नयाँ फेर्नलाई यो रेडिएटर पुरानो रेडिएटर हटाएँ अनि यो वालपेपरहरू सबै हटाएर यो आउन गाह्रो हुन्छ किनभने पछाडिपट्टि एकदम कडा खालको गम लागेको छ यसलाई सबै रिहिट गरेर तातो बनाएर उकाउनुपर्छ अनि यसमा नयाँ प्लास्टर यो प्लास्टर बोर्डमा वालपेपर लगाएको हो पहिला घर बनाउँदाखेरि यसमा चाहिँ प्लास्टर गएको छैन अब यसलाई वालपेपरलाई हटाएर यसमा नयाँ प्लास्टर गरेर त्यसमा हाम्रो इच्छाअनुसारको रङ पेन्ट गर्ने थ्याङ्क यू गाइज दिस स्टिमर इज लाइक दिस द स्टिम कम Hey, 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 hey. Hey, 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 hey. Where is my scraper? Where is my scraper? My scraper is here. Then, यसरी तातो गर्नुपर्छ हेर्नुहोस् यो वालपेपर हटाउनलाई यस्तो तातो गर्नुपर्छ This guys you need to make hot then can remove wallpaper very easily otherwise it's very hard adhesive that's why very difficult to remove यसरी तताउनु पर्छ यो wallpaperलाई अनि बल्ल आउँछ नत्र भने यसको पछाडि एकदम कडा खालको गम लागेको हुन्छ त्यसले गर्दाखेरि वालपेपर रिमुभ गर्न गाह्रो हुन्छ अब मैले यो वालपेपर हटाएपछि यसमा नयाँ प्लास्टर लगाउँछु प्लास्टर कसरी गर्ने भन्ने बारेमा पनि म तपाईँहरूलाई सिकाउँछु र तपाईँहरूले घरमा सानोतिनो तपाईँहरूको प्लास्टरहरू तपाईँ गर्न सक्नुहुन्छ यो वालपेपर अहिले तातेपछि यसरी सजिलोसँग आउँछ हेर्नुहोस् यसरी आउँछ नि हेर्नुहोस् यो वालपेपर यसरी आउँछ सब पेपर हो अब यहाँ चाहिँ मैले नयाँ प्लास्टर लगाउँछ अनि नयाँ पेन्टिङ आउँछ कफी पनि खाँदै चेस हेर्नुहोस् यसरी आउँछ वालपेपर कति सजिलोसँग आउँछ हेर्नुहोस् यो वालपेपर हेर्नुहोस् धेरै वालपेपर मैले निकालेँ मेरो सानो एउटा बाथरुमबाट भने पुरै घरमा वालपेपर निकाल्दा कति धेरै हुन्छ यसरी नै म सबै वालपेपरहरू निकाल्छु Hey guys, just I changed this toilet. This is a new one. And then the sink as well. I removed floor tile as well. Then gonna remove this wallpaper. Here's wallpaper. I have removed this one. Just remove this one using my steamer wallpaper remover.
So I did pipe work here, the new pipe work, and then later I'm gonna do boxing. First I wanna remove all wallpapers, then wanna do new plaster. This bathroom has before tile and wallpaper. So now I gonna remove all wallpaper and then do later the tile work. So to do wallpaper, I'm gonna use this steamer. The back side of steamer there is a adhesive, very powerful glue. That's why we have to make hot and then can remove wallpaper. We can't remove wallpaper without making hot, very difficult. That's why now I'm gonna remove rest of wallpaper